चाहिँ हामी केरी फोरमा छौँ यतिखेर होइन। केरी फोरमा फोटो सेसन हुँदैछ। हाम्रो यहाँ नौलो बुढाबुढी हुनुहुन्छ यी सुरज भट्टराई अनि लक्ष्मी नेउपाने भट्टराई। यता अन्जुले पिक्चर लिइरहनु भएको छ। आज चाहिँ मल अफ द मिनट्समा भिड बहुत छ होइन। आज ईद भएको कारणले गर्दाखेरि यता विकास चाहिँ फोटो खिच्न जानुभएको छ। तर यिनीहरूले सपिङ गर्न यता सेन्टर पोइन्ट अफर छ होइन। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यता हाम्रो विकास सर हुनुहुन्छ। यता हाम्रो अन्जु म्याडम पनि हुनुहुन्छ यी। अहिले भनिदिन्छु म यी। अब यता सुरजले हो उहाँ शान्ति भुँडी पल्टाएर रमाइलो छ, चलिरहेको छ जिन्दगी। घुम्न फिर्न तपाईँहरू पनि आउन सक्नुहुन्छ मल अफ द इमिरेट्समा चाहिँ होइन। हाम्रो सुरज सरको पोज नै अर्कै छ होइन। यतापट्टि म्याडमहरू पनि हुनुहुन्छ। चस्माहरू पनि पाउँछ यहाँ यी। फेरि यहाँ जुम गरी फोटो खिचिरहनु भएको छ। मेरो नाम यो फोटो आएन भनिरहनु भएको छ। यहाँ फोटो खिचिरहेको छु। यी चस्माहरूको दोकान छ। तपाईँहरू जेसुकै आउनुहोस्। आज 50% अफ छ है। रमाइलो छ यहाँ इफेक्ट लाएर होइन। म चाहिँ प्रकाश हो होइन। म देखिन मिलिरहेको छैन यहाँ। तपाईँहरूलाई मैले सबै कुरो देखाइरहेको छु के। सबै कुरो हेरिराख्नुहोस् होइन। यति रमाइलो छ यहाँ घुम्न। यहाँ पनि आउन सक्नुहुन्छ यी। यता पनि आउन सक्नुहुन्छ। यता पनि आउन सक्नुहुन्छ हेर्नु त कति रमाइलो। ओहो म त पहिलोचोटि आएको यहाँ। यस्तो रमाइलो हुँदो रहेछ नि त। मलाई त थाहै थिएन। यता विकास सर हुनुहुन्छ। उता सुरज भट्टराई फोनमा बिजी छन्। हाम्रो बुढीहरू उता छ। मेरो बुढी ऊ यता लच्छी छ। अनि यता मान्छेहरूको आगमन कार्य जारी छ। आज चाहिँ ईद हो नि त स्पेसल्ली होइन। हिजोसम्म चाहिँ रमजान थियो। यहाँ चाहिँ फुड यो खानाहरू खानको लागि चाहिँ यहाँ चाहिँ चाइनिज खाए पनि छ। इन्डियन चाइनिज पन्जाबी सब कुछ सब चाहिँ अल कन्टिनेन्टल अल है। अब हामी चाहिँ पार्किङको तर्फ जाँदैछौँ। रमाइलो छ जे होस् आउनुहोस्। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। सबैलाई फ्री छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। केही छैन होइन। मरिलानु जिन्दगी छ हो होइन। हामी चाहिँ पार्किङमा जाँदैछौँ। अब बरदुबे जाने हो रुममा। हाम्रो गोविन्द सर उहाँ हुनुहुन्छ ती यी यहाँ हुनुहुन्छ। यो पार्किङहरू भयो टक्क लाएर होइन। सबैले यसो हेर्दै गर्नु होला। आफ्नो रमाइलो जिन्दगी भनेको यस्तै हो। केही छैन। यसले अहिलेसम्म यसले फिल्टर भेटाइ छैन होइन गाइज। यिनीहरू दुईटी छन् यी। यता अब झोला त उचाल्नै सकेन। झोला त यहाँ छ सपिङ गरेर आएको सबै।